नमस्कार साथीहरू, आज हामी स्पाइन फ्र्याक्चर वा भर्टिब्रल फ्र्याक्चरको बारेमा कुरा गर्छौं। भर्टिब्रल फ्र्याक्चर भनेको सामान्यतया मेरुदण्डको कुनै एक हड्डी भाँचिनु वा भत्किनु हो। भर्टिब्राहरू हाम्रो स्पाइनका आधारभूत निर्माण खण्ड हुन्। सर्भाइकल स्पाइनमा 7, थोरासिक स्पाइनमा 12 र लम्बर स्पाइनमा 5 वटा भर्टिब्रा हुन्छन्। यसको कुरा अब यो फ्र्याक्चर सामान्य कम्प्रेसन क्रैक जस्तो हल्का हुन सक्छ वा बर्स्ट फ्र्याक्चर जस्तो गम्भीर चोटपटक पनि हुन सक्छ। यो उच्च ऊर्जा ट्राउमाका कारण हुन्छ। कहिलेकाहीँ यसले स्नायुहरूमा दबाव पनि दिन सक्छ, किनभने स्पाइनल कर्ड यी हड्डीहरूकै पछाडि हुन्छ। यसैले जब हामी स्पाइन फ्र्याक्चरको कारणको कुरा गर्छौं, हाम्रो दिमागमा सबैभन्दा पहिले आउने कुरा भनेको उच्च ऊर्जा चोटपटक वा ट्राउमा नै हो। यो प्राय युवा बिरामीहरू वा मध्य उमेरका मानिसहरूमा देखिन्छ र यो सडक दुर्घटना वा कसैले अग्लो स्थानबाट खस्दा हुने परिणाम हो। कहिलेकाहीँ यो खेलकुदको क्रममा पनि हुन सक्छ, जस्तै रग्बी, क्रिकेट वा फुटबल खेल्दा वा कहिलेकाहीँ बन्दुकको गोली लाग्दा पनि हुन सक्छ। त्यसैले यस्ता प्रकारका फ्र्याक्चरहरूलाई सामान्यतया अस्थिर फ्र्याक्चर, बर्स्ट फ्र्याक्चर वा उच्च वेगका फ्र्याक्चर भनिन्छ, जहाँ स्पाइनमा स्पष्ट फ्र्याक्चर डिस्लोकेसन पनि हुन सक्छ। फ्र्याक्चरको दोस्रो सबैभन्दा सामान्य कारण भनेको अस्थिपञ्जर कमजोर भएर हुने फ्र्याक्चर हो। यो सामान्यतया बुढ्यौली उमेरका कमजोर हड्डी भएका मानिसहरूमा हुन्छ। यसमा कुनै चोटपटक नलागेको वा खसेको स्पष्ट इतिहास नहुन पनि सक्छ। कहिलेकाहीँ सानो झुक्दा वा लड्दा पनि यस्तो हुन सक्छ। यो प्राय मेरुदण्डको तल्लो भाग, लम्बर स्पाइन वा थोरेसिक स्पाइनमा बढी देखिन्छ। मेरुदण्डको फ्र्याक्चरको तेस्रो प्रकारको कारण भनेको हड्डी पहिले नै कमजोर भइसकेको अवस्थामा हो। यो क्यान्सरका कारण हुन सक्छ, जस्तै मल्टिपल मायलोमा, भेनस सेल कार्सिनोमा, हेपाटोसेलुलर कार्सिनोमा वा कुनै पनि क्यान्सर जसले मेरुदण्डको हड्डी संरचनामा वा भर्टिब्रामा फैलिएको छ। चौथो सामान्य कारण भनेको संक्रमण हो, जस्तै ट्युबरकुलोसिस जस्ता संक्रमण, जुन भारतमा सबैभन्दा सामान्य छ। कहिलेकाहीँ फ्र्याक्चर किन भयो भन्ने स्पष्ट कारण नहुन पनि सक्छ। कहिलेकाहीँ यो तनाव वा थकानका कारण पनि हुन सक्छ, तर यो सामान्यतया खेलाडीहरू वा सैनिकहरूमा देखिन्छ, जुन बारम्बारको अत्याधिक प्रयोग वा भार बढेको कारणले हुन्छ। अब जब हामी मेरुदण्डको फ्र्याक्चरका लक्षणहरूको कुरा गर्छौं, यो फरक पर्न सक्छ कि केवल हड्डी मात्र संलग्न छ वा नसामा पनि असर परेको छ। जब केवल हड्डी मात्र संलग्न हुन्छ, त्यहाँ तीव्र ढाड दुखाइ, गम्भीर ढाड दुखाइ हुन्छ। कहिलेकाहीँ त्यहाँ विकृति पनि हुन सक्छ, जसलाई गाँठो वा चिकित्सकीय भाषामा गाइफोसिस भनिन्छ। गाइफोसिस विकृति भन्नाले हड्डी भाँसिएको छ भन्ने जनाउँछ। दुखाइका कारण चल्नमा पनि सीमितता आउन सक्छ। रोगीलाई बिहान ओछ्यानबाट उठ्न वा आफ्नो आसन परिवर्तन गर्न निकै गाह्रो हुन सक्छ। जब कशेरुकाको पछाडिका नसाहरू सङ्कुचित हुन्छन्, तब हात वा खुट्टामा झनझनाउने वा सुन्निने जस्ता स्नायु सम्बन्धी लक्षणहरू हुन सक्छन्। कहिलेकाहीँ बिरामीलाई चाल वा पास गर्न कठिनाइ पनि हुन सक्छ। यसैले जब यस्ता लक्षणहरू देखा पर्छन्, तपाईको डाक्टरले सबैभन्दा पहिले तपाईको इतिहास सोध्नेछन्। के भयो? चोटपटक लागेको परिस्थिति वा परिस्थितिबारे उनी छलफल गर्न चाहन सक्छन्। दोस्रो, उहाँले एक्सरे वा एमआरआई गर्न लगाउनुहुन्छ, जसले कशेरुका सङ्कुचित देखाउँछ वा एमआरआईले नसामा दबाव छ कि छैन देखाउँछ। कहिलेकाहीँ सिटी स्क्यान मात्र शल्यक्रिया योजना बनाउँदा आवश्यक पर्न सक्छ। यसैले प्राय जब तपाईको मेरुदण्डमा फ्र्याक्चर हुन्छ, डाक्टरले तपाईको विस्तृत इतिहास लिन्छन्, स्नायु परीक्षण गर्छन् अनि तपाईको सिटी स्क्यान वा एमआरआई गराउँछन्।
र त्यसपछि फ्र्याक्चरको प्रकार कस्तो छ, नसामा दबाव परेको छ कि छैन, तपाईलाई कस्ता लक्षणहरू देखिएका छन् भन्ने आधारमा उहाँले तपाईलाई ओछ्यानमा आराम गर्न औषधि खान वा अर्को उपचारको सल्लाह दिन सक्नुहुन्छ वा आवश्यक परे शल्यक्रिया पनि गर्न सक्नुहुन्छ। शुभकामना।